एउटा त्यस्तो फुटबल प्लेयर जो प्लेयर मात्रै होइन, एउटा टिमको क्याप्टेन, एउटा लिडर, टिमको प्रोटेक्टर, टिमको प्लेयर प्रोटेक्टर। त्यो भन्दा पनि ठुलो कुरा ऊ एउटा टिमको मोटिभेसन्स हुने गर्थ्यो के। कहिले नकआउट म्याचको अन्तिम मिनेटमा गोल गरेर टिमलाई जित दिलाएर ट्रफी दिलाउँथ्यो त कहिले आफ्नो टिममेट्सलाई अपोजिसनको टिमको प्लेयरले फिजिकल अट्याक हान्न लाग्दा साक्षात् भगवानको रूप धारण गरेर त्यसको सही बदला सही समयमा लिइ नै हाल्थ्यो। त्यसरी मोटिभेसन्स गर्ने गर्थ्यो आफ्नो टिममेट्सहरूलाई। अन द पिच उसले खेल्ने भूमिकाको हिसाबमा हेर्ने हो भने हो एउटा सिर्फ ऊ डिफेन्डर, अनि त्यसको त्यो चिल किनेगावाला नजर सिर्फ डिफेन्सिभ लाइनमा मात्रै हुँदैन थियो क्या। जब टिमले म्याच हार्दैछ भन्ने कुरा उसलाई फिल हुन्थ्यो, उसलाई लाग्थ्यो नि, ऊ डाइरेक्ट गएर कि त आफ्नो गोल पोस्ट नजिकै बस्थ्यो कि त अपोजिसन्सको गोल पोस्टमा गएर बसि नै हाल्थ्यो क्या। उसलाई लागिसकेको हुन्थ्यो कि जेसुकै गरेर भयो भने जुनसुकै हालतमा आफ्नो टिमलाई हारबाट जोगाउनु छ। जब उसलाई लाग्थ्यो नि आफ्नो प्लेयर्सहरू अपोजिसन्स प्लेयरबाट फिजिकल्ली अनसेफ छ, अनि त्यो बेलामा अपोजिसन्स प्लेयरले त्यस्तो अट्याक सायदै कहिले भेटेको हुँदैन थियो जुन अट्याक त्यो समयमा सर्जियो रामोसबाट भेट्ने गर्थ्यो। मेनी मेनी ह्यापी रिटर्न्स अफ द डे वान अफ द वारियर म्यान अफ रियल मैड्रिड एन्ड क्याप्टेन जो आज 40 वर्ष पुगिसकेका छन्।